उसले पो टन्न उसको बाउले कमाइदिएको थियो र करोड अरब भएर प्रधानमन्त्री बनिने पाए हामी के गर्नु भोट हाल्ने त्यसैले हामीले भत्काइदिने यसलाई डोजा ल्याएर त्यो के बालेन सरकारले बालेन राजा वीरेन्द्रले पनि केही नगरेको वीरेन्द्रले त के भन्नुहुन्थ्यो भने तपाईँ चाहिँ यहाँ भाडामा बस्नुहुन्थ्यो कि मेरो त यही हो पहिलादेखि म सिधै मलाई यहाँ वरिपरिको मान्छेले मैले कोठा भाडा तिर्न नसकेर यहाँ ल्याएर राखेको मलाई बालेनले 81 भत्काइदियो किन भत्कायो म 35 वर्ष भइसक्यो हजुर गाउँ कहाँ हो गाउँ मोरङ हो मोरङमा केही नभएर 47 सालमा मेरो बाउले यताउति गरेर जाडोक्सी खाएर यताउति गरेर सिधाइदिएर लास्टमा यहाँ काठमाडौँ आएर हामीहरू यता बसेर आर्मी टोलमा बसेको छन् त्यहाँका छिमेकीहरू अझै पनि छन् उनीहरूले भन्छन् यिनीहरू कस्ता छन् भन्ने उनीहरूले भन्छन् भनेपछि तपाईँको चाहिँ कहीँ पनि केही पनि सम्पत्ति छैन कहीँ छैन नाम निशानै छैन मेरो परिवारमा पनि छैन मसँग पनि छैन कोहीसँग छैन सरकारले तपाईँहरूलाई समन्वय गर्न खोजे के छानबिन नगरिकन 81 किन भत्काइदियो 81 हो डोजा लाउनु राम्रो हो होइन सरकारले त लान्छ मुखले त लान्छ नि मुखले त यस्तो त लान्छ कति भइसक्यो तात्ताली भत्काइदियो लग्यो भनेपछि तपाईँहरूलाई चाहिँ भत्काउनु अथवा सर्नु मात्रै भन्नुभयो कहाँ जाने भनेर भन्नुभएको छैन कसले भन्नु कसैले केही पनि भनेको छैन भने 81 अहिले भर्खर आयो माइकिन अहिले भर्खर हिजो पनि आएको होइन अस्ति पनि आएको होइन पारी आएको थियो यहाँको मान्छे आफसे हुन त हो यहाँको मान्छेहरू आफसे भागेपछि अनि अहिले अप्ठ्यारो त हामी सुकुम्बासी पर्यो अब तपाईँहरूसँग हुकुमबासी पनि हुनुहुन्थ्यो भन्न खोज्नुभयो हुकुमबासी त नहुने होइन छन् अनि यो भनौँ न सरकारको जग्गा भनौँ अथवा यो खोला किनारका जग्गामा चाहिँ यसरी 2-4 तल्लाका घरहरू नै देखिन्छ यसलाई चाहिँ अब तपाईँले त यहाँ 35 वर्ष बिताउनु भइसक्यो कसरी हेर्नु भएको म के भन्छु भने यी भनेका के गरे भने विदेश गए कोही दुबई गए कोही साउदी गए कोही कतार गए कोही मलेसिया गए कोही तामिलको खुकुरी पनि खाएर पनि कतिको मृत्यु पनि भयो यही बस्तीमा मान्छे है त्यस्तारी बिस्तारी 20,000 30,000 यस्तो जम्मा गरेर बनाए कहिले 1 महिनाको एउटा सेलेरीले एकचोटिको इँटा अर्को सेलेरीले अर्कोचोटिको इँटाले गर्दा यिनीहरूले बनाएका हुन् यो सरकारी जग्गामा चाहिँ यसरी भवन बनाउन हुन्थेन भन्ने एउटा कल्पना भयो कि सूचना त दिएको मैले दिएको हो नदिएको होइन मैले दिएको सूचना दिएको ए बाबा घर नभत्काऊ तिमीहरूलाई जस्ताकोलाई चाहिँ असली सुकुम्बासी भन्छ यसलाई भन्दैन ए बाबा भन्दैन प्लिज भन्दैन भन्दाखेरि अब सुकुम्बासी बसिरहेको ठाउँमा चाहिँ हुकुमबासीले राज गर्न आयो त्यही हो अनि यो समय अलि अप्राप्त भएको तपाईहरुलाई होइन यो किनभने हुकुमबासीले राज भनेको हुकुमबासी या कोही पनि छैन किनभने 75% होला कसैको पहाडमा जग्गा होला त्यो पनि पहिरोले जाने ठाउँमा बिरालोमा के हो यस्तो त अब सबैको जग्गा त कहाँ काठमाडौँ जस्तो ठाउँमा हुन्छ र सबै ठाउँमा जग्गा हुन पनि सक्दैन अब एक ठाउँमा जग्गा हुने होला कसैको 5 रोपनी जग्गा होला किनभने अब मेरो त छैन म त सिधै भन्छु मेरो त छैन 14 अन्तर 75 जिल्लामै खोज्नुस् यहाँ चाहिँ कुन घर मेरो उहाँ यो उता पर मन्दिर अगाडि पर्छ मेरो टहर हो मेरो त यी सामान ल्याएर रोडमा राखेको छु अब के गर्छ सरकारले गर्छ म त्यही बसिरहने हो तपाईहरुलाई व्यवस्थित गरेर हामी राख्छौं भन्ने जुन यो सरकारको यो जुन विषयको यो कुरा छ यसलाई चाहिँ कसरी लिनुहुन्छ अब मैले के भन्नु अब व्यवस्थित सरकारले व्यवस्थित लालपुर्जा सहितको व्यवस्थित गरेर मेरो मेन भनेको हाम्रो अहिले बच्चा कलिला बच्चा छन् सुन्नु कलिला बच्चा छन् अब स्कुल मेरो 2टा बच्चा छन् हजुर कलिला बच्चा छन् अब स्कुल पढ्दैछन् अब स्कुल मैले के गर्ने अब स्कुलको लागि मैले के गर्ने तपाईले चाहिँ के काम गरेर मलाई त यहाँबाट भत्काइदियो मेरो छोराको दिमाग कहाँ पुग्यो अब पढेर अब तपाईँहरू जस्तो भोलि पढ्न सक्दैन मेरो छोराहरूलाई पनि सुता तपाईँहरूको जस्तो भएन ऊ त इन्जिनियर भयो उसको बाउले त टन्नै कमाइदिएको त हाम्रो त कमाइदिएन बाउले हामी त दुःख पाइयो उसले पो टन्न उसको बाउले कमाइदिएको थियो र करोड अरब भएर प्रधानमन्त्री बनिने पाए हामी के गर्नु भोट हाल्ने त्यसैले हामीले भत्काइदिने यसलाई डोजा ल्याएर हुन्छ के काम गरेर घर परिवार पालिराख्नु भएको म ज्यान गर्छु भारी बोक्छु बालुवा बोकेर खाइरहेको छु अहिले बालुवा बोकेर बालेनलाई नै भोट हाल्नु भएको थियो यसपालि बालेनलाई घन्टीले हानेको त घन्टीले खुट्टाइदियो